सो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल आयो सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु यो पनि सन्चै नै छ जतिचोटि हामी आयो भने कस्तो यो तपाईँ हो नि उहाँ पनि बोल्न सिक्नुहुन्छ उहाँ पनि सन्चै हुनुहुन्छ अनि भिडियो नबनाएको धेरै भएको थियो अनि आज चाहिँ यसो एक्सर्साइज गरेर फर्किने बेला बनाऊँ भनेर अनि बनाइरहेको आज चाहिँ एक्सर्साइज गर्न दिनकै जान्थ्यो भिडियो चाहिँ बनाइदिनु थियो क्या अनि भिडियो चाहिँ अब आज चाहिँ यसो भिडियो बनाइदिउँ भनेर भिडियो बनाउनै लाज लाग्ने भएको छ आजकल त तपाईँले आउनु चाहनुहुन्छ भने हाम्रो जिम हल यहीँ छाउनीको म्युजियम अगाडि टक्क आउनु सँगै हामी पनि रमाइलो गर्दै नाच्दै गाउँदै जिम गर्दै जिममा क्लास पनि हुन्छ अरू केही हाम्रो यता चाहिँ त्यो सैनिक एरिया छ सुरक्षित आकाश सदैव सर्वत सुरक्षा त्यहाँ त्यो जिममा चाहिँ फ्री एन्ट्री सदैव खुल्ला हुन्छ त्यो यसो घरतिर अब प्रस्थान गर्दैछौँ अहिले हामी फेरि डाइट चाहिँ अब के हुन्छ नि अन्डा सन्डा होइन यसो तोर्प्योहरू म त कस्तो बुढो देखेको हुन्छ यसो फोटो खिच्यौँ हामी यत्तिकै भिडियोबाट नै लाज लागिहाल्छ नि यार कति भइसक्यो नबनाएको भिडियो अनि हामी चाहिँ अब यता कता गल्लीकै बाटो जान्छ होला नि गल्लीकै बाटो जान्छौँ पर्स ल्याउने बिर्सेछ नत्र नि यसो उखाएर जानुहुन्थ्यो नि पाउडर ल्याएर अघिहरू त मैले सुसु गरेर गरेँ त नि माटो दलेर सुसु गरेर पन्ध्र लानु झन् टिपिन्छ कहाँ आजबाट जोइन गरेर त सब कहाँ आजबाट जोइन गरेर हाम्रो त्यहाँ पो आजबाट जोइन गरेर यता त गरे होइन नि त नि मेरो यो हात त्यही त पहिल्यैदेखि नै त्यो एक्सर्साइज गरेर भएर दुखिरहेको त्यही पनि यसो भ्लग यस्तरी बनाइरहेको छु यसो सपोर्ट चाहिँ दिनु पऱ्यो है गाइस हो कि होइन कति चाहियो सपोर्ट चाहियो 1000 अहिले कति घुम्न आवश्यक पर्छ हामी अनि अहिले यहाँबाट घर गएर खाना खाएर फेरि काममा पनि जानु छ काममा गएर काम पो गर्न सक्ने हो कि होइन भनिसक्यो आज यहाँ हामीलाई रोड क्रस गर्ने परिन्छ हो त है यहाँ चाहिँ ऊ पनि छ के अरे हस्पिटल आर्मीको फ्यामिलीलाई निःशुल्क उपचार गरिन्छ यहाँनिर यता यहाँनिर छ आर्मीको हस्पिटल चाहिँ निःशुल्क उपचार हुन्छ यहाँनिर हामी चाहिँ यहाँ जेब्रा क्रसबाट क्रस गर्छौँ अब रोड लै छिटो ल अलि यस्तो गर्दा गर्दै सुले मोबाइल चोरेर लिएर गयो भने को जिम्मेवारी हुन्छ कमान्डर के छ अब खालि अङ्गल आइयो भनेको अङ्गल माऱ्यो हेर माछाले फेरि सबै भ्लगमा अङ्गल हालेर मात्रै आउँछ कस्तो सुझाउ जस्तो थियो है पछाडि हेर्न यो हस्पिटल चाहिँ यहाँनिर छ गेटमा खतरा चेकिङ हुन्छ यहाँनिर अनि अब हामी चाहिँ यताबाट गल्लीमा छिर्छौँ अनि यहाँबाट सिधा अगाडि सिधा के त्यही भएर चाँडो हिँड्नु नि हामी पनि चाँडो क्रस गर्नुपर्छ नि हामी हात दुखिसकेको आइस है बनाउँदा यस्तो सफा छ क्या यहाँको हस्पिटल चाहिँ हेर्नु यस्तो छ अनि यतातिर ऊ छ किन हामी चाहिँ यहाँनिर फुटबल खेल्न आएको थियो कि यो हेलिप्याडभन्दा उतापट्टिको ग्राउन्ड छ त्यहाँ अघि मैले सदैव भनेर के भनेर पढेर देखाएको थिएँ नि सुरक्षा सैनिक हो सदैव पनि छ क्या त्यहाँनिर सदैव पनि छ कि त्यहाँनिर लेखेको छ कि अनि हो त्यहाँनिर चाहिँ हामी फुटबल खेल्न नि गएको थियो एकचोटि रमाइलो भएको थियो त्यतिखेर नि खेल्न कपिराइट लाग्ला नि
गीत बजाएको भएर लाग्दैन लाग्छ त हामी पनि पहिले त कति भर हुँदैन फेरि यार अस्ति त कतिवटा हान्ने धेरै मान्नु 3-4 हाने थिएँ मेरो चाहिँ यस्तो हानेको थिएँ है कपिराइट एउटा पनि सरी बिहान उठ्ने बित्तिकै पानी नै नखाइकन एक्सर्साइज गर्न आएको छ आजको दिन त सुरुवात हुन्छ बिहान आर्मीहरूको यसरी मस्त रनिङ भइरहेको छ यता त्यो भएर सैनिक एरिया हो हल्ला मनाइ छ अनि ससाना बस्नु पर्छ हल्लाउनु मनाइ छ हल्ला गर्न मनाइ छ हल्लाउनु होइन यहाँनिर फोटो खिचेको तिमीले है बेसी त यहाँ यहीँ हो ट्याक्कै यहीँ हो हामी यस्तोतिर यहाँनिर पहिला फोटो खिचेको थियो सुरुमा आउने बेला यहाँनिर फोटो खिचेको थियो कि सुरुमा त के भन्नु त्यतिखेर नि 1-2 महिना भइसक्यो थियो यता यहाँतिर फोटो खिचेको थियो क्या हामीले त्यतिखेर त सबजना खुन खार थियो बाँदर यसलाई भन्छ क्या यता हेर्दा खै भिडियो त भएको छैन इ अगर मोबाइल फोन गर्ने सिधा सर्लक क्यासेट ब्लग सबै बिगार्दैन अनि के भन्छ है मलाई यसरी गुच्चीमा प्लाट पड्काउनु जस्तो रिस उठ्छ नि यो नि फेरि देखाएको छ नि आयो दुख्यो उसलाई देब्रेले हान्नु त दुख्यो भन्छ उनी दाहिनेले हान्यो भने त खुत्रुकै जाँदैछ त मेरो भ्लगले मलाई लाज लागिसक्यो कि ए यसको साथीहरू छ नि यहाँनिर त्यो भएर लाज लाग्यो त्यहाँनिर 4 जना सुतिरह 4 जना 5 जना 6 जना 6वटा साथी यसको सुतिरह नि यहाँनिर त्यो भएर यसलाई लाज लाग्यो अरे अनि आज चाहिँ म त्यस्तो धेरै बनाउँदिनँ यो यति नै बिहान हिँडेको यो बनाउँछु भोलि नि सायद बनाउँछु होला है भोलि नि बनाउँछु सायद है बनाउनु सक्छु नबनाउनु सक्छु भोलि चाहिँ आज चाहिँ बनाइदिएको कि फेरि कडा अन्त हामी के चाहिँ अन्त पानी किन्न अरे पानी नै किनेर खान्छ किनेरै खान्छ काठमाडौँमा होइन हेलो सन्दीपको साथी के छ हालखबर ओइ सन्दीपको साथी बोल्दै बोलेन मेरो साथी के भएको थियो अनि चिसोले नि यस्तो हुन्छ म त तातोले मात्रै त्यस्तो हुन्छ होला भन्नु खोजेँ अनि हात मेरो दुखिरह आज हेलो जिमिनी तपाईँकोमा जिमिनी छ मोबाइल रिसेट मेरोमा त हुन्छ जिमिनी रिसेट गर्दै भने मेरो पनि जान्छ जिमिनी छ त्यो अन गरे के अरे टकिङ टम के अरे टकेट थियो सुन न एकछिनै गाइज म यसलाई फोन यस्तो मोबाइलमा फोन हान्छु अनि फेरि भेट्छु है त ल भनेर भन्छु होला भन्छु ल आज चाहिँ अब भ्लग यतिमै अन्त्य गर्न चाहन्छु हामी हामी होइन म किनभने यसको मोबाइल पड्केला जत्तिकै त्यो बम्बु हुन्छ नि त्यत्तिकै नि गरेर आवाज आइरह अनि आजको लागि चाहिँ भ्लग यति नै गर्न चाहन्छु सबैलाई भन्न चाहन्छु कि लाइक सब्सक्राइब सेयर भन् केही नगर्दै कस्तो बवाल पड्केको यहाँ हात दुखिरहेको त्यही भएर आजको लागि चाहिँ यति नै गाइस ल ओके बाई बाई टाटा सी यू सुन अनि सबैजना आरामले बस्नु होला केही छ अरू केही होइन लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला हस् बाई बाई टाटा